जोकैयाको मेन चोक ड्याम भल्का जाने मन छ भने ट्याक्क योबाट जाने है हामी। यो बेला भनेको मेरो लागि एउटा बचपन बितेको ठाउँ हो। यसको पानी खानलाई मात्र भयो नि हामी घरबाट आउँथ्यौँ के राति त्यसै। ल गाइज फाइनली पुग्यो बेला है। सनसेट बबाल देखिरहेको छ यार। के छ केटा हो हाम्रो हल्ली चल्ली हिँडिरहेको छ हामी बेलाको गल्ली गल्ली। ल यहीँ खाऊँ ल। चाउमिन खान धोको बल्ल पुरा हुँगा छ हाम्रो भेट्यो यार होटल बल्ल बल्ल साला। आधी घन्टा हिँड्ने लगल हामीहरू आधी घन्टाको फल पाउँछौँ हामी चाउमिनको साथमा। हामी कति बजे हिँड्यौँ गर्दाखेरि 1-2 बजे हो सायद 4 बजे आले दाइ 4 बजे ठिक छ। यहाँबाट हामी जान्छौँ सुटुक्क सर्टकट हान्दै बेला र त्यहाँ तोरीबारीमा बसेर त्यहाँको अलिक सिनेमेटिक सर्ट लिएर सनसेट हेरेर त्यसपछि भ्लगिङ गर्छौँ। ल त्यसलाई खानु पऱ्यो यार। खान्दियो केटा खान्दियो। चाउमिन खायो यार एकदम घरेलु स्वाद आयो कि त्यहाँ है। घरेलु एकदम प्योरिटी त्यो हुन्छ नि त्यो फर्स्ट खाँदा त तातो थियो त्यो टेस्ट आएन। सेलाएपछि मजाले क्याप्सिकम मजाले हालिदियो कि बाहिर त ऊ हुन्छ नि त प्याज महँगो छ बाबु भनेर हाल्दैन नि। त्यहाँ त प्याज पनि दबाएर हाल्यो खुर्सानी पनि दबाएर अर्ग्यानिक टाइपको इनोजिम ल्यायो भाइ। अब सनसेट झन् दामी अब झन् दामी सनको येल्लो मस्टार्डको येल्लो भाइ त्यसपछि हुन्छ फ्यालो फ्यालो अटी फेलो जोकैयाको मेन चोक आइयो। हिँड्दा हिँड्दै गोरेटोमा भने जस्तो जोगैयाको चोकतिर गएर हो टाइममा बेला पुगिहाल्छौँ। सनसेट हुन्छ पुगिहाल्छौँ। जोकैया खोला पुल कति हो 32 मिटरको लम्बाइ रहेछ हाम्रो पुलको। ल ड्यामै बनाएको छ क्या हो यहाँ भन्नु है। ड्याम पुरै पानी रोकिदिएको छ है। दामी गाउँ छ यार। पुरा केरला जस्तो साउथको यस्तो मस्त मलाई त साउथतिर हिँडेर जस्तो लाग्छ क्या। बेटा तँ कहाँ त दिन त आउँछ नि कोही छुट्टेको बच्चा हुन्छ नि कहिले काहीँ यसो छुट्टेको परिवारबाट अनि ए देख भन्छ नि ट्र्याक्टर चलाउँछ गर्छ लास्टमा मिलिहाल्छ नि। तर सीमा के भन्छ त्यो उड्नाले हडपे हुन्छ क्या हुन्छ जग्गा हडपेको। अनि हिरोइन पनि आफ्नै मामाको छोरी हुन्छ। क्या बात कर रहे हैं परिवारको हुन्छ अनि मन पराउँछ नि। ए परिवार पनि परिवारका जान्छ। अरे उसका रिश्ता तो उसके साथ पहले से ही थी ये भन्छ नि हिरो आएर छोडिदिन्छ रिश्ता उसँग गर्छ ह्याप्पी एन्डिङ। अब यो भ्लगमा के वहाँ पर स्टोरी भन्ने हो यार। मैले हटके बनाउनु पर्छ। अब अन्तिममा आएर त्यही त हो दाइ साउथको तड्का भनेको त्यो पुष्पा पनि त्यही त दाइसँग मिल्नु थियो लास्टमा मिल्यो यही रुइदियो पुष्पा खतरा चल्दियो इमोसनल एङ्गल जोडिदियो होइन मस्त बम पड्काइदिएर कसले पड्कायो यस्तो भन्छ कि त्यो बम त्यहाँ पड्का छ कि छैन भन्ने कुरा छ कि बमलाई बस्केर अठाउमा पनि पड्काइदिएको छ कि होइन। त्यो क्लिप ह्याङ्गरमा छोडेको छ आफ्नो मजले पछि अब स्टोरी अगाडि बढ्छ। एउटा मिठो जोगान त यार मिठो जोग दाजु। दुईजना फुच्चीहरू हुन्छ क्या अनि एउटा फुच्चीले एउटा वाट्सएप भन्छ होइन। अनि फुच्चीले के भन्छ हे आम फकिङ कुल भन्छ क्या। अनि उसले भन्छ या यु लुक लाइक कुल भन्छ। अनि ठ्याक्क साइडमा कुकुर हुन्छ क्या कुकुर खेलिरहेको हुन्छ। अनि यो डोग आर सो क्युट भन्छ क्या त्यसले अपोजिटवालाले। अनि त्यसले भन्छ वाट्स हिज नेम भन्छ। उसले के भन्छ हिज नेम इज कुल भन्छ कि बुझ्यो भने डिप छ वर्डमा डिप बट सनी आई लाइक लियोन बट नट सनी। अरे कहना क्या चाहते हो। गफ गाफ जो गर्दै गर्दै बेला पुग्न लाग्यौँ। भल्का जाने मन छ भने ट्याक्क योबाट जाने है हामी जान्छौँ यो बाटो आफ्नै। अहिलेसम्म यो जिन्दै छ मस्त पिपलको बोट याद आउँछ मलाई बच्चाबाट पनि। दाइ तपाईँले यहाँ टाइम स्पेन्ड गर्नु भएर पहिला ए लास्टै भयो यो त हाम्रो अड्डा हो पहिलाको। भिडियो डिभिडी के हुन्छ लाइक भिसिआर भन्छ सिडी टक्क हामी भात खान लागेको हुन्थ्यो तल्लबमा डेक भन्थ्यो हाम्रो भिसिआर रोड गरेर जान लागेको हुन्थ्यो त्यो भातसात खान छोडेर तल्लबको पिछा गर्ने हामीहरू। कहाँ छ यसको घर कहाँ हो के भनेर त्यो घरको पिछा गऱ्यो यहीँ हो यहाँ आसपास हो घर पत्ता लगायो फेरि घर कुदेर त्यो बचेको भात फटाफट दन्काएर सब केटालाई भनेर अनि जाउँ भाइ फिल्म हेर्न हाल टन्ने फिल्म हेर्थ्यो त्यो ट्रेनमा। ल त्यो के अरे क्या दिलले कहा क्या तुमले सुना भनेको छ नि त्यो टुसा कुकुरको त्यो मुभी पनि मैले यहीँ हो कि। यो बेला भनेको मेरो लागि एउटा बचपन बितेको ठाउँ हो।
लास्टै बित्यो कि यो ठाउँमा माछा मार्ने पनि यहीँ आउँथ्यो हामीहरू भल्का जाने बाटो जो मैले भर्खर भने एउटा हामी हिँड्दै जान्थ्यो पहिला हामीहरू होइन भल्का गयो त्यहाँ डान्स सान्स गऱ्यो त्यहाँ जोसँग अब थारूहरू कुनै चिनिहाल्थ्यो नि त हामीहरू केटाहरू ओ दाइ के छ भन्थे उनीहरूसँग बस्यो ओ के छ भन्यो बस्यो उनीहरूसँग त्यो बङ्गुर सुँगुर खायो भात खायो उनीहरूसँग डान्स गऱ्यो उनीहरूकै त्यो हुन्छ ट्र्याक्टरमा आउँथ्यो हामीहरू के गर जियोस् याद ताजा छ खुसी लाग्यो जियोस् धेरै पछि आयो एउटा लोकल टाइपको भ्लग गरिरहेको छौँ ब्रोइलर कप चाहिँ यहीँ बेलाको यतापट्टि एउटा ग्राउन्ड छ क्या त्यहाँ हुन्थ्यो क्या अनि त्यहाँ खेल्यो हामी फर्स्ट नभए चाहिँ झगडा गरिदिन्थेँ लुटिदिन्थ्यो जितेपछि ठिक छ नत्र सेकेन्ड भएको थियो हामीहरू ब्रोइलर कपमा चाहिँ सेकेन्ड भयो भने चाउचाउ मिल्थ्यो कि त्यो चाउचाउको नामलाई अझ पनि याद छ दोहोरी भन्दै त्यो दोहोरी खाँदै जान्थ्यो ए अनि फर्स्टलाई बोइलर ए सेकेन्डलाई चाउचाउ अनि उहाँले चाहिँ जाडको झोल माघको महिनामा गुरी जान यहाँ आएर खान्थ्यो ल त गाना जाओस् एउटा सकिए हो माघके महिनामा गुरी जार पानी यति पानी आउँथ्यो बोरिङबाट पहिला मान्छेले अगाडि गयो चाहिँ मान्छेलाई धक्का दिन्थ्यो यत्रो फोर्स आउँथ्यो कि पानी यसमा अलिक सुकिहाल्यो जियोस् कति पानी खाएँ बच्चामा यही हो पानी खाने हामीले आयो यसको पानी खानलाई मात्र भयो भने हामी घरबाट आउँथ्यौँ के छ केटा हो हाम्रो हल्ली चल्ली हिँडिरहेको छ हामी बेलाको गल्ली मुम्फली खाँदै गरौँ अलि ल गाइज फाइनली पुग्यो बेला है बेला पनि आयो सन्चेर पनि ट्याक्क भइरहेछ यस्तो त हुनुपर्छ लास्टै ठाउँमै हुनुपर्छ मान्छेहरू खिच्नलाई यस्तो बेलामा केटा होइन हो केटी चाहिन्छ मिठो बोली गर्ने मिठो बोल्ने राति त्यसै ढल्की जान्छ सनसेट बबाल देखिरहेको छ प्लान भएको छ तोरीबारीमा जाने यो ठाउँमा यहाँ सायद राम्रै आउला जस्तो लागिरहेको छ त्यो टाढा पनि छैन त्यहीँ जाउँ होइन ल मिडा हिँडेर पुगेँ फाइनल्ली तोरीबारी सनसेट र तोरी यार प्लस यस्तो बवाल देखिएको छ यो देखाउँछु है ल हेर यो हो नि त भ्यू बनेको के अरे एउटा डाइलगमा फिल्मको जसरी नै स्टोरीमा रियलमा पनि एन्डिङ राम्रै हुन्छ यदि एन्डिङ राम्रो भएन भने त्यो एन्डिङ होइन भनेर सोध्छन् कि मान्छेले त्यही भएर स्ट्रेस नहुनु होइन आफ्नो जहिलेसम्म नराम्रो टाइम चलिरहेछ भनेदेखि त्यही एन्डिङ चाहिँ होइन भनेर नसोच्नु अलिकति मान्छेले त्यो ठाउँबाट निस्केपछि अनि लास्टमा सब ठिक भइहाल्छ एकदम टाइम चाहिँ एकदम कम थियो हामीसँग सटो लिने तर जोस् भ्याइयो आफ्टर 1 इयर है यो भ्लग गर्न पाएको छु मैले बल्ल तोरीबारीको खुसी लाग्यो यो सनसेटको साथमा अब यो भ्लग पनि इन गरौँ यार क्या नि हो भाइ किन भइसक्यो रातमा आज भाइ साइडीवाला भएको छ सनसेटको साथमा अब हाम्रो यो भ्लग पनि सेट हुन्छ सी यू नेक्स्ट टाइम नेक्स्ट मन्डे मिलाएर एउटा नयाँ चेहराको साथ नयाँ हँसी खुसी र नयाँ लाइफको साथ जय हाम्रो तोरीबारी जय हाम्रो बेला जय हाम्रो आजको स्याटरडे बबाल ल पिस आउट भेट्ला बिस्तारै हामी यही छौँ